अनि त्यति बेला मैले स्टार्ट गर्ने इनिसियल फेजमा चाहिँ स्टार्ट गर्ने बेलामा चाहिँ ल एक्ट्रेसको करियर 10 इयर्स हुन्छ है 10 इयर्समा चाहिँ एकदमै धेरै जति तिमीले कामहरू धेरै गर्न सक्यो जति पैसा कमाउन सक्यो त्यति नै हो 10 इयर्स पछि चाहिँ एक्ट्रेसहरूको करियर सकिन्छ भनेर भनिन्थ्यो होइन मैले एकदम हाइलाइट्समा एकदमै तपाईँलाई एउटा नै पुट गरेर भन्नु पर्दाखेरि चाहिँ आज 10 इयर्सको मैले भने फर्स्ट मुभी 10 इयर्स पछिको सेकेन्ड डेकेडको फर्स्ट मुभी हो अनि त्योसम्म आइपुग्दाखेरि चाहिँ एकदमै प्राउडली होइन जस्तो पनि मेकर्सहरू हुनुहुन्छ अनि जस्तो मैले आज जति पनि मैले आफ्नो स्पेस बनाएको चाहिँ स्पेस रिटेन गरेर आएको छु सबैभन्दा ठुलो क्रेडिट चाहिँ मैले मेकर्सहरूलाई दिनुपर्छ जस्तो लाग्छ जसले चाहिँ एक्ट्रेसेसहरूलाई या भनौँ न फिमेल पात्रलाई जस्तै राइटर्सहरू स्पेसली होइन जसरी लेखिदिनु भएको छ र आज हामीले जसरी हामीसँग जस्तो अप्सन्सहरू छ टेबलमा र मैले एज एन एक्ट्रेस चुज गर्न पाइरहेको छु होइन भनेको 10 इयर्स पछि ए होइन रहेछ है भन्ने एउटा अलिकति मानक त काहीँ न काहीँ तोडियो होला सायद होइन मैले त्यही गर्नको लागि मात्रै काम गरेको भन्ने त होइन तर एटलिस्ट मैले यस्तो कामहरू चुज गर्न पाएँ यस्तो मेकर्सहरूसँग काम गर्न पाएँ यस्तो राइटर्सहरूको राइटिङमा मैले काम गर्न पाएँ कि ल यो चाहिँ होइन रहेछ है होइन एक्ट्रेसेसहरू भनेको पनि उनीहरूको चाहिँ ल हामीले करियर यति चाहिँ करियर स्प्यान चाहिँ यति हुने रहेछ भनेर जसरी हामीले डिसाइड गरेर अगाडिदेखि नै त्यो सबकन्सियस माइन्डमा पारिदिरहेको हुन्छ त्यो चाहिँ होइन रहेछ भने चाहिँ एटलिस्ट यो टाइमसम्म आइपुग्दाखेरि त्यो चाहिँ मैले एक्सपिरियन्स गर्न पाएँ फिल गर्न पाइरहेको छु